पातला पातला चाहिँ अब अर्छ होला। हुन जानु त अट्दैन होला है। दामी रहेछ है। ए न्याम न्याम रहेछ नि त। स्किन केयर गर्दो रहेछ नि भाइले। कालो साबुन स्किन केयर है। पहिले इस्तेमाल गरे फेरि विश्वास गरे यो पनि रहेछ तपाईँको के ल्याब्राडोर होइन हो भाइ? यो उयसको ल्याब्राडोर र हाम्रो चितुवाको ब्रिड। र म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अहिलेसम्ममा यो सानो एजमा चाहिँ सबसे अगाडि बढ्ने चाहिँ हाम्रो भाइ छ। सेम नेम पनि आयो है। र तपाईँ डाउन टु अर्थ नै हुनुहुन्छ। त्यसको राज चाहिँ के हो? यसको राज मेरो भक्ति भाइ चाहिँ भोलिको दिनमा चाहिँ फिल्ममा देख्छु है, तुम्हारा आङ में हमारा चप्पल का नाम भन्ने। सो गाइस यो छ तपाईँको जामुनी। हुन्छ त हटाउस। यहाँ सबैले बोटिङ पनि गर्न सक्नुहुन्छ। यसो पानी सानी यहाँ चाहिँ तपाईँको जामुनी ब्रिजमा चाहिँ के छ भन्दाखेरि सबसे दामी कुरो चाहिँ यो चाहिँ ब्रिज भइहाल्यो होइन। यहाँ चाहिँ गाइस हेर्न सक्नुहुन्छ तपाईँले। म गेस्ट आएको आज भन्दाखेरिलाई चाहिँ तपाईँलाई देखाइदिन्छु हाम्रो वान एन्ड ओन्ली बुम्बलास्टिक चेक इट आउट बेबी। हाम्रो मेन चाहिँ भक्ति भाइ। र म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यो अहिलेसम्ममा यो सानो एजमा चाहिँ सबसे अगाडि बढ्ने चाहिँ हाम्रो भाइ छ। अनि मलाई एउटा विश्वास छ भाइ चाहिँ के हो भन्दाखेरि हामी चाहिँ डाउन टु अर्थ पर्सन भएर चाहिँ स्टिल अहिले माथि नै छ। माथि त होइन यहीँ छ मेरो छेउमै। अनि उहाँको स्ट्रगल चाहिँ के छ भन्दाखेरि चाहिँ अफकोर्स थाहै छ भाइ चाहिँ स्टिल यस्तो नै रहनेछ। र भाइको अलिकति भेट अस्तिदेखि भेट्छु भन्दै थियो हामी, पहिल्यैदेखि भेटभाट गरेको। अनि अहिले यस्तो पुग्दाखेरि चाहिँ खुसी लाग्यो नि त। भाइको स्ट्रगल चाहिँ सानोबडे यस्तो अब यसमा आयो फेम सेम नेम पनि आयो है। र तपाईँ डाउन टु अर्थ नै हुनुहुन्छ। त्यसको राज चाहिँ के हो? यसको राज चाहिँ मलाई पनि थाहा छैन है। किनकि अब म यहीँ छु हो। अन्त यहाँ अब पहिला यहीँतिर काम गरेकोहरू याद आउँछ। अन्त जङ्गलहरू पछि गएको सब्जीहरू खोज्नु हो। अन्त त्यही कारण त्यसले नै मलाई चाहिँ अलिक माथि पुग्नै दिँदैन है। म पुग्ने पनि छुइनँ किनकि अब यही जग्गामै बस्ने हो होइन। याद दिलाइदिइबस्छ अन्त त्यही यादमै बस्छु। यहाँ चाहिँ भाइले खोजेको एउटा कस्तो छ कहानी चाहिँ कसरी चाहिँ सोच आयो कि यस खोज्छु भनेर? त्यो चाहिँ हाम्रो ड्याङ्गै अचानक प्लान आएको केटाहरूको हो। अन्त एड्रेस चाहिँ कहाँ छ यहाँ चाहिँ? एड्रेस चाहिँ दार्जिलिङ भाटापर जामुने हो। जामुनेमा के फेसिलिटी पाउँछ यहाँ चाहिँ? फेसिलिटी चाहिँ के हो भन्दाखेरि तपाईँको स्याटरडे मतलब स्याटरडे सन्डे चाहिँ ग्रुपमा 4-5 जना आयो भने चाहिँ एकजनालाई फ्री हो। ए हो। अन्त 2टा नर्मल 2टा प्रिमियम छ। नर्मलको प्राइस 1200 हो है। त्यहाँ चाहिँ लन्च चाहिँ पाउँदैन, ब्रेकफास्ट डिनर पाउँछ। अन्त प्रिमियममा चाहिँ सबै पाउँछ। नेपालीहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ एक दुसरालाई तान्नु होइन तर एक दुसरालाई चाहिँ उँभो बढाउनु क्या। अनि मलाई विश्वास छ मेरो भक्ति भाइ चाहिँ भोलिको दिनमा चाहिँ फिल्ममा देख्छु है, तुम्हारा आङ में हमारा चप्पल का नाम भन्ने। फिल्मको नाम चाहिँ। ओके गाइस, थ्याङ्क यू भेरी मच। चेक इट आउट।